पशुपतिको मा काली माता बागमतीमा बग्ने भैरव माता भनेर अनि उ गर्नु ल भन्नु न तैँले भन्नुपर्छ ल पशुपतिमा बग्ने महाकाली माता बागमतीमा बग्ने माता ल भन्नुहोस् माता ल के भन्न चाहनुहुन्छ म सर्वप्रथम त के भन्न चाहन्छु भने सम्पूर्ण नेपाली जनता तिमीहरू है माया पनि लाग्छ दया पनि लाग्छ तर धेरै रिस पनि उठ्छ तिम्रो जनता भएर जनावर नबन छोराछोरी र दुःख पाउँछौ रिसका आफू बुद्धिका अर्को अनि त्यो कहिले सुजनलाई राजीनाम दे कहिले बालेनलाई राजीनाम दे कहिले रविलाई चाहिँ उ गर भने विरोध नगर यो हर्क साम्पाङ भनेको को हो त्यसलाई मैले जानेको छ त्यो धरानको हो अनि त्यो चाहिँ कुन चाहिँ त्यो कान काट्छु भनेर टिचीमा गएर सिलाउँछु भन्नेले पनि धेरै पत्र के अरे केपीको पैसा खाएर बोलिराखेको छि धेरै आइमे भएर कि थुतुन र मुतुन दुवै जोगाउनु होसियार सावधान खबरदार केही भनिहाल्नुहोस् यिनीहरूको कमसेकम पनि 50 वर्षसम्म यिनीहरूले देशमा विकास 50 वर्षसम्म ब्यालेन्स गर्न पाउनुपर्छ तिम्रो बोलेर भयो मैले ल्याएको हो 25 वर्षदेखि यो मेरो तपस्या बागमतीमा सब मैले ल्याएको नयाँहरू पुरानोलाई सबैलाई भट्टाचार्यले फालेर र म के भन्न चाहन्छु भने पशुपतिको महाकाली माताले चाहिँ मेरो प्यारो ब्यालेन्स छोरा सरकार नेपालको सरकार कसैको कुरा नसुन्नु आफ्नो काम गर्नका लागि देशमा अगाडि सधैँ बढ्नु रवि सुजन सबै मिलेर गर्नु यी सबै अहिलेका सभासदहरू पनि सबै ठिक छन् राम्रो छन् गुड छन् र शुभकामना सदा शुभ लाभ शुभ आशीर्वाद लाखौँ र म चाहिँ अब कहिले कहाँ पुगेछ मलाई भेट्न त धेरै इच्छा छ अहिले देश भयो